तपाईले भन्न खोज्नु भएको चाहिँ सबैजना चाहिँ राष्ट्र स्वतन्त्र पार्टीमा आउने भन्ने कुरा हो। राष्ट्रिय स्वतन्त्र पार्टीमा सबैजना आउने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ अगाडि बढाउने कि भन्ने कुरा। तर रासोपा भनेर चाहिँ नबोलाइदिनु होला, किनभने मान्छेहरू भड्किन्छ क्या। रविजीको पास मन नपर्ला, त्यो पार्टीको के मन नपर्ला, यो श्रेष्ठ दिदीले छोड्यो भनेर उ त्यो आउला, त्यो पार्टी राम्रो होला। तर होइन, हामीले एउटा नयाँ पार्टी तपाईँले खोलिदियोस्, जसले खोलिदियोस् होइन, तर एउटा युवा अथवा एउटा हाम्रो स्वतन्त्र मान्छेले खोलेको छ भनेर अब नयाँ के सुरुवातै नयाँ के, त्यो पुरानो पार्टीसम्म सम्मिलित छैन कि। अब पुरानो पार्टीले त्यो पार्टीलाई मुद्दा हालोस्, जे गरोस्, तर यो भनेको रिभोल्युसनबाट निस्केको पार्टी हो। नयाँ पार्टी छ, जेनजीहरूले आन्दोलन गरेर रिभोल्युसनबाट नयाँ मान्छे आएको छ, नयाँ पार्टी आएको छ। अब सबैको सोच विचार चाहिँ देश बनाउने, देशको जनताको लागि गर्ने हो, त्यो छ नि त। अब हेर्नु है, अब बालेनले एउटा टिम बनायो भने हर्क नआउला, हर्कले बोलायो भने बालेन नआउला होइन। बहिनीले भन्नु खोजेको कुरा लगभग बुझिसकेका छ। पहिला चाहिँ यो 6 महिने सरकार हो, 6 महिने सरकारले चुनावी पद्धतिमा जान्छ र चुनावलाई फाइनल गराउँछ भन्ने कुराको डिसाइड भइसकेको छ। र जेनजीको मुद्दा हिजो त्यस्तो थिएन, साँच्चीकै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, भ्रष्टाचार निर्मूल, त्यसपछि यो विधानलाई जुन खालको अहिलेको यो विधान छ त्यसलाई चाहिँ एकचोटि पुनर्लेखन गर्ने होइन, संविधानलाई पुनर्लेखन गर्ने भन्ने कुराहरू छ। यो सबै कुरा भएन, के कारणले भएन भन्ने कुरा बहिनीलाई राम्रोसँग थाहा होला। किनभने आन्दोलनको लिडरसिप चाहिँ जुन खालको सुदन गुरुङले लियो, त्योभन्दा अगाडि यसमा चाहिँ प्रधानमन्त्रीको अफर चाहिँ बालेनलाई गएको हो र यो फलाम चाहिँ तातेको बेला मात्र त्यसको साइज आउने हो भन्ने कुरा बहिनीले थाहा पाउनुपर्छ। र फलाम चिसो भएपछि त्यसको केही पनि बनेन भन्ने कुरा पनि थाहा पाउनुपर्छ। र त्यसैको उपलब्धि हो यो अहिले चाहिँ है। अहिले यो जाँच बहिनीले भनेको, हामीले भनेको सबै भइसक्थ्यो। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री पनि हुन्थ्यो, यो संविधान संशोधन पनि हुन्थ्यो, अनि त्यो अख्तियार प्रमुख जो छ मोहन कुमार राई, प्रेम कुमार राई, त्यो प्रेम कुमार राई भनेको साँच्चीकै भागभण्डामा परेर आएको मान्छे हो, राजनीतिक भागभण्डामा परेर आएको मान्छे, एमाले राखेको मान्छे हो। उहाँले साँच्चीकै त्यो फाइल खोल्दैन, त्यो फाइल खोल्यो भने हिजो 25-30 वटा भएको फाइल खोलिसक्थ्यो। त्यसकारणले उहाँबाट त्यो हुँदैन। हामीलाई पहिलो अर्थ के थियो भने त्यो प्रेम कुमार राईलाई पनि फायर गरेर त्यहाँ हामीले प्रेम सञ्जय जस्तो मान्छेलाई ल्याएर राख्न सक्थ्यौं। यो कहाँनिर कति बेला सक्थ्यौं भने हामीले ठ्याक्कै बालेन प्रधानमन्त्री भएको भए चाहिँ सबै कुरा हामीले चाहेको जस्तो हुन्थ्यो, त्यो भएन। अब यसलाई पनि कसरी व्यवस्थित गर्ने भन्ने कुरातिर हामी अहिले गएको छौँ होइन। व्यवस्थित गर्दाखेरि चाहिँ अहिले सुशीला कार्की प्रधानमन्त्रीजी हुनुहुन्छ, जस्तो गृहमन्त्री, यो सबै जनताले चुनेर जेनजीले चुनेर राखेको मान्छेहरू नै त्यहाँ हुनुहुन्छ। त्यसकारणले गर्दा अब उहाँहरूको टार्गेट के छ भने तुरुन्तै 6 महिनाभित्र चाहिँ चुनाव चाहिँ एकदमै गराउने भन्ने कुरा छ। अब पछिको कुरा हो क्या। अब यो 5 वर्ष सरकार कसले चलाउँछ, यो चिजले बनाउने सबै कुरा चाहिँ होइन। अब जस्तो अब कर्मचारी तन्त्रले बिगारेको देश भन्ने कुरा सबैलाई थाहा छ होइन। कर्मचारीले बिगारेको सबै र यो हरेक कुराहरूमा सबै यो भ्रष्टाचारले नै सिद्ध्याएको हो नि त। त्यसकारणले अब त्यसको लागि चाहिँ स्टेबल सरकार चाहिन्छ, त्यो जुन 5 वर्ष सरकार। अब यो 5 वर्ष सरकारलाई हामीले कसरी ल्याउने भन्ने कुराको अहिले म्याक्सिमम बहस चलिरहेको छ। घाइतेको र मृतकको परिवारदेखि लिएर सबै कुरा त आफ्नो ठाउँमा हामी छँदैछ, त्यो गरि नै राखेका छौँ। अहिले मेन मूलभूत विषय चाहिँ अब साँच्चीकै युनाइटेड भएर कसरी जाने भन्ने कुरामा हो। अब हिजोको रोजाई बालेन थियो, हर्क सम्पाङ थियो, कुलमान घिसिङ थियो, रवि लामिछाने थियो, अनि गोपी हमाल थियो। अब यो गोपी हमालले जति जनताले अहिले जानेको चिनेको एकदमै उहाँहरूको चाहिँ यो देशलाई एकचोटि आएर लिडरसिप एकै ठाउँमा आएर गरिदियो हुन्थ्यो, यो उहाँले गरिदियो भने साँच्चीकै देश बन्छ भन्ने त सबैलाई थाहा छ। अब यिनीहरूलाई कसरी युनाइटेड गर्ने भन्नेतिर चाहिँ अहिले हाम्रो भूमिका यो लगिरहेको छ, अहिले यो गइरहेको छ। हामीले हिजो चाहिँ मिल्दियो हुन्थ्यो भन्यो भने अब मिलाउने प्रोसेसमा छ। यहाँ अहिले किन मिलाउने प्रोसेस छ भने सबैभन्दा एमाले खराब, काङ्ग्रेस खराब, पछिल्लोचोटि आएर माओवादी खराब, ठिक छ। राष्ट्रिय स्वतन्त्र पार्टी 21 सिट बोकेर आयो। यो राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ हुन्छ कि भन्ने भयो। त्यही राष्ट्रिय स्वतन्त्र पार्टीले जुन खालको 25 वटा फाइल खोल्यो, त्यो 25 वटा फाइल खोल्दाखेरि रवि लामिछाने कहाँ छ त अहिले? जेलमा छ। किन जेलमा छ त भन्दा यो एमाले काङ्ग्रेसको सबैको अनुहार देखिने फाइल थियो सबै। भोलि त्यो फाइल खोलेर मजाले कारवाही गरेको भए 60% यो भ्रष्टाचारी भित्रै जान्थे। भनिसकेपछि त्यसैको प्रतिशोध रवि लामिछाने भित्र छ, जसलाई 5 वटा सहकारी केस लगाएर भित्र हालिएको छ। उहाँ ननिस्किने गरी यिनीहरूले हालिदिया हो क्या, यो कुरा हो। अब यहाँ के भइदियो भने अब लथालिङ्ग छ नि त। अब लथालिङ्ग छ। 6 महिनापछि चुनाव भयो भने रिजल्ट कसको आउँछ भन्दा रिजल्ट चाहिँ तिनै एमाले काङ्ग्रेसको आउने भयो। यो कुरा त हामीलाई थाहा छ। फेरि देश त त्यही लथालिङ्गमा पुग्छ। त्यसकारणले उनीहरूको तर्फमा रिजल्ट नआउने गरी चाहिँ के गर्नु पर्यो भने यो 5 वटा शक्तिलाई युनाइटेड गरेर एकै ठाउँमा ल्याउनु पर्यो भन्ने हाम्रो अभियान हो है। र यसको पनि उहाँहरूको संयोजक हुनुहुन्छ, उहाँले जोड्दै लानु भएको छ। लगभग बालेनसँग पनि कुरा मिलिसकेको छ, कुलमान घिसिङसँग पनि कुरा मिलिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी हो, त्यहाँ उहाँहरूको कुरा भइरहेको छ। अहिले भइराख्दाखेरि 70% जति कुरा मिलेको छैन त्यहाँ, किनभने उहाँहरूले त राष्ट्रिय स्वतन्त्र पार्टी सिङ्गै बनाएको हो र उहाँहरूले कसरी लाने के गरी लाने भने त उहाँहरूको कुरा हो, उहाँहरूले नै जोड्दै हुनुहुन्छ। अब यसमा चाहिँ हर्क सम्पाङमा पनि टोली पुग्छ, उहाँसँग पनि यो कुरा राख्छ।
रविला के अरे यतापट्टि गोपी हमाल, त्यहाँ पनि गोपी हमालको कुरा पनि मिल्ने नै छ ल, 4 किता त मिलिसकेको छ। अब बाँकी हर्क सम्पाङमा चाहिँ हामीले उहाँको स्टाटस आएको देख्दाखेरि, उहाँको अभिव्यक्ति आएको देख्दाखेरि उहाँ चाहिँ अलि अल्टर किसिमको हुन्छ कि अलि मिल्दैन कि मयौँ भन्ने पनि छ कि देश बनाउने क्रममा चाहिँ हामी सबै एक ठाउँमा आउनुपर्छ भन्ने खालको पदको कुरा, यो धेरै त्यहाँ गएर अलि मिल्दैन कि भन्ने कुरा मात्रै छ होइन। नभए लगभग यो 6 महिनाको चुनावको लागि रिजल्ट सबै एकै ठाउँमा आउने गरी नै हामी अहिले लागिरहेको छ। मैले खासै तपाईँले भन्न खोज्नु भएको चाहिँ सबैजना चाहिँ राष्ट्र स्वतन्त्र पार्टीमा आउने भन्ने कुरा हो। राष्ट्रिय स्वतन्त्र पार्टीमा सबैजना आउने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ अगाडि बढाउने कि भन्ने कुरामा चाहिँ अलिक व्यापक उनीहरूको चाहिँ यो मैले त्यसमा जोडेँ कि त्यो पनि हो होइन, उहाँहरूको पार्टी राम्रो होला, तर हाम्रो यहाँ कुरा के छ भने सबैलाई युनाइट गर्ने हो नि त होइन र। अब हेर्नु है, अब बालेनले एउटा टिम बनायो भने हर्क नआउला, हर्कले बोलायो भने बालेन नआउला होइन। अब हामीले चाहिँ यस्तो माध्यम बनिनु पर्यो कि बरु एउटा नयाँ पार्टी खोल्दै पनि जे गर्दै पनि तर उनीहरूले चाहिँ युनाइट हुने कुरा भयो कि अलिकति पनि विरोध नआओस् कि, किनभने पहिलाको पास्ट कुरा अब कसैलाई रविजीको पास्ट मन नपर्ला, त्यो पार्टीको के मन नपर्ला, यो श्रेष्ठ दिदीले छोड्यो भनेर त्यो आउला, त्यस्तो मान्छेहरूलाई चाहिँ क्वेसन नहोस् के, एउटा बेनिफिट अफ डाउट नदिने तरिकाले चाहिँ हामीले जानु पर्यो, सबैलाई समेटेर जानुपर्ने त्यो बनाउनु पर्यो कि एउटा मात्रलाई बायस गरेर चाहिँ त्यो टिम बन्दैन जस्तो लाग्छ कि मलाई चाहिँ त्यही कुरा गर्नु। बायस नगर्ने गरी सबैलाई समेटेर लानु खोजेको, त्यसको लागि त पार्टी त चाहियो नि त हामीलाई। हामीले अब कि त नयाँ किन के भन्नुहुन्छ नयाँ पार्टी खोलिदिन सक्छौँ एउटा कुरा त, किनभने त्यो पार्टी राम्रो होला तर होइन हामीले एउटा नयाँ पार्टी तपाईँले खोलिदियोस् जसले खोलिदियोस् होइन, तर एउटा युवा अथवा एउटा हाम्रो स्वतन्त्र मान्छेले खोलेको छ भनेर अब नयाँ के सुरुवातै नयाँ के, अब त्यसमा आऊ सबैजना यहाँ आएर टेबल टक गर अनि यो पार्टीलाई अघि बढाऊ, किनकि यो रिभोल्युसनमा निस्केको पार्टी हो नि त। अब त त्यो पुरानो पार्टीसम्म सम्मिलित छैन कि, अब पुरानो पार्टीले त्यो पार्टीलाई मुद्दा हालोस् जे गरोस्, तर यो भनेको रिभोल्युसनबाट निस्केको पार्टी हो, यसमा सबैजना आउनुहोस्, यसलाई अघि बढाउनुहोस्। अब रिभोल्युसन जनताको लागि बढ्नुहोस् कि, अब चाहिँ पहिला पास्टलाई पास्टमै छोडिदिनु, अब चाहिँ नयाँ सुरुवात गर्नु भनेर नयाँ गरेको चाहिँ म त्यो चाहिँ ठिक मान्छु। बहिनीको कुरा पनि ठिकै कुरा हो, त्यो कुरा पनि एकदमै ठिकै हो होइन। अब नयाँ कुरामा नयाँ मान्छे हुन्छन् होइन, नयाँ मान्छेसँग फेरि राजनीतिक विज्ञ, कूटनीतिक विज्ञ, कानुनी विज्ञ सबै कुराको बनिसकेको हुनुपर्छ होइन। त्यो गर्नलाई भ्याउने कि नभ्याउने, अब त्यो नयाँ बरु राष्ट्र स्वतन्त्र पार्टीकै मान्छे ल्याएर हाल्नुहोस् कि बालेनकै मान्छे ल्याएर हाल्नुहोस् कि, तर उनीहरू पहिला टेबल टक गर्नु पर्यो अनि उनीहरूले नयाँ पार्टी खोलेर हाम्रो सबैजना मिलेर जाने भन्ने हो त्यो कुरामा चाहिँ। किनकि जनतालाई चाहिँ मनबाट के ट्रस्ट ग्र्याब गर्न सक्नु पर्यो क्या। ट्रस्ट ग्र्याब चाहिँ कसरी गर्ने, हाम्रो लिडरहरू टेबल टक गर्नुहुन्छ, उहाँहरूले के सल्लाह गर्नुहुन्छ, नयाँ पार्टी खोलेर हाम्रो सबै टिम मिलेर अगाडि बढौँ भन्ने भने जनताले पनि ओहो नयाँ पार्टी छ, जेनजीहरूले आन्दोलन गरेर रिभोल्युसनबाट नयाँ मान्छे आएको छ, नयाँ पार्टी आएको छ, अब सबैको सोच विचार चाहिँ देश बनाउने, देशको जनताको लागि गर्ने हो, त्यो छ नि त हो। त्यस्तो भए चाहिँ सबैजना अगाडि बढ्छ कि। अब होइन त्यो कुरा पनि ठिक हो, अब नयाँ पार्टी चाहिँ कसले खोल्ने भन्ने कुरा आयो, अब टेबल टक गरेपछि उनीहरूले सल्लाह गर्नुहुन्छ होला नि त होइन। राखिहालेँ मैले भनेको मलाई पोस्ट चाहिएको पनि छैन, मलाई केही चाहिएको पनि छैन। मैले भन्न खोजेको यो रासपाको अगेन्स्ट गएको होइन कि, म रासपा राम्रो हो तर मैले जनताहरूलाई युनाइट गराउने कुरा सोच्छु। अब रासपाको अगेन्स्ट जाने, किनकि रवि दाईलाई त्यस्तो पर्यो होइन, त्यसको अगेन्स्ट अब हामीलाई पनि भड्काइयो नि त, सोसियल मिडिया अनुसार धेरैजना भड्केको छ। अब त्यो ब्याकग्राउन्ड हुँदै मान्छेहरू भड्काउने काम किन गर्ने, बरु नयाँ भयो भने के हुन्छ भने मलाई चाहिएको छैन पोस्ट सोच केही पनि। हामीले सबै लिडरहरूलाई एकजुट बनाएर टेबल टक गराउन सक्यो भने उहाँहरूले निष्कर्ष निकाल्नुहुन्छ नि त। अब रासपाको अगेन्स्ट जाने मान्छेहरू त युनाइट हुन आउँदैन नि त। मैले चाहिँ जनतालाई युनाइट गर्ने कुरा गरेको, रासपालाई नराम्रो बरु रासपाकै नाम चेन्ज गरेर अथवा जे गरे नि गर्नु न। मैले भन्न खोजेको नयाँ कुरा आयो भने मान्छेहरूलाई रिभोल्युसनबाट आयो भने मान्छेहरूले ट्रस्ट गर्न इजी हुन्छ कि। यत्रो नेताहरूले हामीलाई यति ट्रस्ट गर्न गाह्रो बनाइदिएको छ, त्यही भएर त अहिले हामी यस्तो स्थितिमा छौँ। अब मान्छेलाई कसरी ट्रस्ट गराउने त, हामीले त ट्रस्ट गेन गर्ने हो नि त। ट्रस्ट कसरी गेन गर्ने, रासोपाले नि सपोर्ट गर्नु पर्यो नि त। ल हामीलाई त्यो के भन्छ अरे, हामीलाई पोस्ट सोचको लालच छैन, अब भनेको जनताको लागि गर्ने हो, अब हामी एक हुनुपर्छ। अब के भन्छ अरे, हर्कजी त रासोपा भनेर त आउँदैन होला अभियसली, अनि बालेनजी पनि अब के होला। अब त्यस्तै कुरा कारणले चाहिँ मैले जनतालाई चाहिँ एक गराउनको लागि चाहिँ रासोपा नभनौँ, रासोपा राम्रो हो तर उहाँहरूको मान्छे आउन सक्नुहुन्छ, उहाँहरूले नै नयाँ बनाउनु न बरु। के छ र रिभोल्युसन भनेको, हामी जेनजीले पनि सपोर्ट गर्छौँ। अहिले त के छ भने जेनजीको टिम एउटा छ, रासोपाको टिम एउटा छ, बालेनको टिम एउटा छ, हर्कजीको टिम एउटा छ, हो सबै चारवटालाई जेनजीको टिम एउटा छ। जेनजी भाडेको छैन, जेनजी भाडेको छैन। यो अहिले ग्याङ भाडेको भनेको हर्कजी अनि बालेनजी अनि जेनजीको टिम छुट्टै छ हो। त्यो मिलाउनको लागि चाहिँ, जनतालाई मिलाउनको लागि चाहिँ हामीले नयाँ ऊर्जा आयो भने चाहिँ बल्ल हुन्छ भनेको। हामीलाई केही पोस्टको लालच छैन, म त गायब हुन्छु, यो राम्रो भयो भने म गायब हुन्छु। ल रासोपा दाइ, हामीले ल रासोपा नि भन्नु पर्दैन, तपाईँहरूले सिर्फ उनीहरूलाई माध्यम बनाइदिनु कि टेबल टक गराउनलाई। उहाँहरूले टेबल टक गरेपछि जे गर्नुहुन्छ हुन्छ, तर रासोपा भनेर चाहिँ नबोलाइदिनु होला, किनभने मान्छेहरू भड्किन्छ क्या। जेस के हो भने युनाइट हुनु पर्यो भनेर हामीले प्रेसर दिनु पर्यो यहाँ सोसियल मिडियाबाट।
सोसियल मिडियाबाट हामीले यत्रो प्रेसर दिएर यत्रो आन्दोलन हुन्छ, केपी ओलीले पोस्ट छोड्छ, त्यस्तो गर्न सक्छौँ भने हामीले त्यो 4 जना हाम्रो ग्रुपको लिडर हुनुहुन्छ उहाँहरू सबलाई एकजुट गराउन सक्छौँ। त्यति हो दाइ। म जान्छु है, तपाईँलाई एकदम ट्रस्ट गरेछु। प्लिज एउटा के गर्ने हो, तपाईँले म्यासेजमा भयो नि जे भन्ने गर्ने, तपाईँलाई ट्रस्ट गरेछु धेरै नै। यही प्रोटेस्ट पछि नै तपाईँको थाहा पाएको हो मैले। यही जोडिनुपर्छ, यही लाइफमा जोडिनुपर्छ।